हेलो सबैजना मेरो साथीहरू सबैजना कस्तो हुनुहुन्छ तपाईहरु आज म फेरि सानो भिडियो लिएर आएको छु त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ माई फर्स्ट अनबक्सिङ भिडियो है त्यो चाहिँ के को भन्दाखेरि चाहिँ वाउ मैले चाहिँ DJI Cosmo Pocket 3 यो चाहिँ कम्बो सेट क्रिएटर त्यो चाहिँ किनेको छु है सो लेट्स अनबक्स विथ मी गाइज हो त्यस्तो ठुलो भ्लगर त हैन तर अब यो किनेपछि अफ कोर्स म हुन्छु अब हैन इन फ्युचर ठुलै भ्लगर पो भइहाल्छु कि सो लेट्स स्टार्ट आफूलाई इच्छा लागेको कुरोहरू चाहिँ किनिहाल्नु चाहिँ साथीभाइ हो यो चाहिँ मैले मेरो स्टोरबाट किनेको अहिले चाहिँ अलिकति यसको प्रमोसन चल्दैछ नि त 4 आएकोले गर्दा फ्री अलिकति उयोमा छ त्यसले गर्दाखेरि ओके सो लेट्स ओपन हेर्नु साथीहरू कस्तो छ के छ I don't know how to set this one. म जसको म्यानुअल पढ्नुपर्छ है जस्ट ओपन चाहिँ गरेको सो मेनी थिङ्स आर देयर यो चाहिँ माइक हो माइक त्यहाँदेखिको छ तपाईँको मेन त यो भइहाल्यो होइन यो ब्याट्री होला सायद यस ब्याट्री चार्ज गर्ने होला सायद आई डोन्ट नो अल्सो यो हेर्नुपर्छ सबै तपाईँको के भन्छ त्यो पनि थाहा छैन है फेरि केहरू भन्छ नि चाहिँ टक्कै हेलो हेलो एभ्रिवान कस्तो हुनुहुन्छ तपाईँहरू है भोलि म यसको भिडियो हाल्छु नि ल यसबाट भिडियो गरिकन कहिले किनेको मैले कि तर मैले यो दिन पर्खिरहेको थिएँ क्या म त्यति बेला नै आएर सो भेरी एक्साइटेड तर मैले अलिकति त्यति बेला चाहिँ गरिनँ किनभने मेरोमा टाइम थिएन नि त म पुरा बिजी थिएँ अनि आज चाहिँ मेरो मर्निङ सिफ्ट थियो छिटो छिटो आएर अनबक्सिङ गरेको अनि यसमा चाहिँ इन्टरनल स्टोरेज हुँदैन रहेछ द्याट्स वाइ यो चाहिँ सेपरेट किन्नुपर्छ त्यसले गर्दाखेरि मैले सेपरेट 256 GB को जिबी किनेको छु सो यति नै हो मेरो आजको भिडियो गाइज हो यो चाहिँ हो पकेट Cosmo 3 यसबाट पनि यसमा चाहिँ म भोलि भिडियो बनाइकिन त्यो पनि म हाल्नेवाला छु सो थ्याङ्क यू बाइ बाइ